हेलो एभ्रिवान वेलकम ब्याक टु माई मिनी भ्लग। आज चाहिँ हाम्रो घरमा सानो सत्सङ्ग छ अनि त्यसैको तयारी हुँदैछ। यता चाहिँ काकीहरूले मिठो मिठो सेलरोटी बनाउनु हुँदैछ, एकदम खाउँ खाउँ लाग्ने खालको। अनि भित्र चाहिँ सत्सङ्ग सुरु पनि भइसक्यो, सबैजना भेला पनि भइसक्नु भएछ होइन। अनि भेला भएर यता भजन गाउन सुरु गरिसक्नुभयो, यता माताजी नाच्न पनि थालिसक्नुभयो। अनि माताजी नाचेको देखेर चाहिँ मलाई एकदम रमाइलो लाग्यो कि यस्तो मजाले नाच्नुभयो है, भजनको आनन्द लिँदै। अनि त्यो हेर्दै थिएँ, यता हाम्रो दाइ चाहिँ खाना पकाउन छोडेर एकदम नाच्न थालिसक्नु भएछ, उहाँलाई पनि पुरै भजनले तानिसकेछ है। अनि चिया पनि खाने बेला भयो, अनि चिया खाँदै मेरो चाहिँ अरू कामहरू पनि थियो कि अब यता पाहुनाहरू पनि आउनु हुँदै थियो, अनि उहाँहरूलाई पनि रिसिभ गर्ने मेरै काम थियो। अनि यताउता कुद्दै बेबीलाई हेर्दै अनि यता एकछिन सत्सङ्गमा बस्दै यसरी नै मेरो चाहिँ आजको दिन बित्यो। आजको लागि यति नै, फेरि अर्को ब्लगमा भेट हुनेछ। सो थ्याङ्क यू फर वाचिङ।